मैले चाहिँ खाना पनि बनाएँ बैगुनको सब्जी आलु भुजिया अनि टिम्बुरको अचार अनि मुसुरी दाल अब म चाहिँ खान्छु किचनमा चाहिँ मजा छ नि त बिहान दिउँसो बेलुका एकैचोटि उपाय छ मैले चाहिँ खाना किन एन्डिङ गरेँ भन्दा चाहिँ नानीले टोइलेट गरेँ नि त त्यही भएर चाहिँ एन्डिङ गरेँ नानीको आमा भएपछि त्यस्तै हो आन्सु आन्सुलाई मैले टिका वा बसेको बस्यो मार्की लागिरहेको छ आन्सु हाई भन्नु हाई भन्छ त अगुवानी जाऊ भोट लाउनु तिमी आन्सु फाइनली गाइस नानी पनि उठ्यो अनि म पनि उठेँ अनि हामी चाहिँ यसो उकालोतिर गएको भोट नलाए पनि भात खानु भोट लाउनु गएको बा छुट्टी भएको अब हामी चाहिँ गएको सो हाम्रोतिर चाहिँ यस्तो दारिम फल्छ दारिम देख्नु सक्नुहुन्छ दारिम फल्दैछ हामी चाहिँ मलाई चाहिँ भोट लगाएन मेरो चाहिँ उतै छ नि त भोटको चाहिँ अन्त काकीले लगाएको छ अन्त आमाले लगाएको छ आमाको भातले भात खानु गएको आप्पाले नजा भन्दैछ मासु होला आन्सी आन्सी भाँडा ल्याउनु आएको भन्नु भाँडा ल्याउनु आएको भन्नु पऱ्यो
हामी आन्ची यहाँ त भिडियो गरिदिँदैछु आन्ची कहाँ गराउनु भएको भात खाएर को जस्तो छ म जस्तो छैन के साला आँसुको मागको आँसु भर्खर आउनु भएको ला मेरो फोन आयो बर्बाद हौ बसिरहेको माथि रजी आँसुकोमा जाँदैछु काकीसँग रजी आँसुकोमा त्यतिकै के गर्दैछ भिड छ कि छैन ताक्दामा त झगडा परेछ झन् त ताक्दा अघि न्युजमा त हेऱ्यौ आउनु न के अरे कति बजी आउँछौ कति बजीसम्म हो 5 बजी है 5 बजी म चाहिँ घर पनि आइपुगिसकेँ अघि चाहिँ भिडियो किन कन्टिन्यू गरिनँ भन्दाखेरि चाहिँ नानी थियो नि त हो फेरि दाजुहरू आसिङहरू हुनुहुन्थ्यो त्यही भएर चाहिँ मैले भिडियो कन्टिन्यू गर्नु पाइनँ नानी रुएर अनि आजको मेरो भ्लग चाहिँ यतिमै एन्ड गर्छु भोलि फेरि नयाँ भ्लग लिएर आउनेछु हेर्दै गर्नुहोस् होला मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनुहोस् होला मन परेन भने पनि गरिदिनुहोस् होला